नमस्ते। कहिले सोच्नु भएको छ अस्पतालबाट निस्किने ती सिरिन्ज, रगत लागेका पट्टी र म्याद सकिएका औषधिहरू आखिर कहाँ जान्छन् होला? यो एउटा यस्तो प्रश्न हो जुन जति महत्त्वपूर्ण छ त्यति नै हामीले बेवास्ता गरिरहेका छौं। आज हामी यही संवेदनशील विषयलाई खोतल्नेछौं। नेपालको स्वास्थ्यजन्य फोहोर मैला व्यवस्थापनको नियम के छ र वीरगञ्जले कसरी यसलाई व्यवहारमा उतारेको छ भनेर। हेर्नुस् त यो तस्बिर। सामान्य फोहोरको थुप्रोमा फ्याँकिएको रगतको थैली। यो कुनै काल्पनिक दृश्य होइन, यो हाम्रो वास्तविकता हो। जब स्वास्थ्य संस्थाबाट निस्कने फोहोरलाई सही तरिकाले व्यवस्थापन गरिँदैन, तब यस्तै खतरनाक अवस्था सृजना हुन्छ र यसले सिधै हाम्रो स्वास्थ्य र वातावरणमाथि गम्भीर प्रश्न उठाउँछ। हो, अब मूल प्रश्न यही हो, अस्पतालबाट निस्कने यस्तो खतरनाक फोहोर आखिर जान्छ कहाँ र यसले हामीलाई र हाम्रो वातावरणलाई कस्तो जोखिममा पारिरहेको छ? ल आउनुहोस् सँगै यसको उत्तर खोज्ने प्रयास गरौं। आजको हाम्रो चर्चाको यात्रा यस्तो रहनेछ। हामी सुरुमा खतरनाक फोहोर के हो भनेर बुझ्नेछौं, त्यसपछि राष्ट्रिय नियम के छ हेर्नेछौं, अनि वीरगञ्जको सफल अभ्यास, त्यहाँको कानूनी व्यवस्था र अन्त्यमा यो सबै किन यति धेरै जरुरी छ भन्ने निष्कर्षमा पुग्नेछौं। ल सुरु गरौं पहिलो खण्डबाट, खतरनाक फोहोरको परिचय। आखिर कुनै पनि समस्यालाई सुल्झाउनु अघि त्यसलाई राम्ररी चिन्नु त पर्यो नि, होइन र? फोहोर मैला व्यवस्थापन ऐन 2068ले स्वास्थ्यजन्य फोहोरलाई स्पष्टसँग परिभाषित गरेको छ। सोझो भाषामा भन्नुपर्दा अस्पताल, क्लिनिक, फार्मेसी, ल्याब जस्ता स्वास्थ्य संस्थाबाट निस्कने कुनै पनि हानिकारक फोहोर नै स्वास्थ्यजन्य फोहोर हो। यो हाम्रो घरबाट निस्कने सामान्य फोहोरभन्दा धेरै फरक र कैयौं गुणा बढी खतरनाक हुन्छ। अब हेर्नुहोस् है, स्वास्थ्यजन्य फोहोर भनेको एकै किसिमको हुँदैन। यसभित्र रगत र मानव अङ्ग जस्ता संक्रामक वस्तुहरू पर्छन्, सुई र सिरिन्ज जस्ता धारिला सामग्रीहरू पर्छन्, म्याद सकिएका औषधिहरू, विभिन्न रसायनहरू अनि रेडियोथेरापीबाट निस्कने रेडियोधर्मी फोहोरसम्म पर्छन्। हरेक फोहोरको जोखिम फरक फरक हुन्छ, त्यसैले तिनीहरूलाई व्यवस्थापन गर्ने तरिका पनि फरक हुनै पर्छ। त्यसो भए यति धेरै थरीका फोहोरलाई व्यवस्थापन गर्ने नियम के छ त? अब हेरौं हाम्रो राष्ट्रिय मापदण्डले के भन्छ। यसले सबैभन्दा बढी जोड दिएको कुरा हो फोहोरलाई उत्पादन हुने ठाउँमा नै छुट्याउने, र यो नै सबैभन्दा महत्त्वपूर्ण पहिलो कदम हो। नेपालको मापदण्डले फोहोरलाई रङको आधारमा छुट्याउने एउटा प्रणाली बनाएको छ। जस्तै हरियो भाँडोमा खानाको अवशिष्ट जस्ता कुइने फोहोर राख्ने, नीलोमा कागज र प्लास्टिकका बोतल जस्ता पुनः प्रयोग गर्न मिल्ने फोहोर। तर सबैभन्दा महत्त्वपूर्ण र ध्यान दिनुपर्ने चाहिँ रातो भाँडो हो, जसमा प्रयोग गरिएका पन्जा, सिरिन्ज जस्ता संक्रामक फोहोर राखिन्छ। त्यसैगरी पहिलोमा म्याद सकिएका औषधि र रसायनहरू, अनि कालोमा रेडियोधर्मी फोहोर। यो रङ प्रणाली नै सुरक्षित व्यवस्थापनको पहिलो र अनिवार्य शर्त हो। फोहोरलाई रङ अनुसारको भाँडोमा राख्नु त पहिलो खुड्किलो मात्रै हो। यो पुरै प्रक्रिया एउटा चेन जस्तै हो। सुरुमा छुट्याउने, त्यसपछि भाँडो 3/4 भरिएपछि सुरक्षित तरिकाले सङ्कलन गर्ने, त्यसलाई छुट्टै गाडीमा ओसार्ने, वैज्ञानिक तरिकाले उपचार गर्ने र अनि मात्र अन्तिममा सुरक्षित रूपमा विसर्जन गर्ने। यो चेनको एउटा पनि हल्का कमजोर भयो भने पुरै सिस्टम नै फेल हुन्छ। अब आयो उपचारको पालो। छुट्याइएको खतरनाक फोहोरलाई सुरक्षित कसरी बनाउने त? यसका लागि मुख्यतया दुईवटा प्रविधि प्रयोगमा छन्। यो अटोक्लेभ मसिन हो, जसलाई एउटा ठूलो प्रेसर कुकर सम्झिनुस् न। यसले उच्च ताप र चापमा संक्रामक फोहोरलाई कीटाणुरहित बनाउँछ। अर्कोतर्फ यो बायोडाइजेस्टरले चाहिँ कुहिने जैविक फोहोरलाई सडाएर त्यसको जोखिमलाई हटाउँछ। ल, नियम कानूनको कुरा त भयो, तर के यी सबै नियमहरू कागजमा मात्रै सीमित छन् कि कतै व्यवहारमा पनि लागू भएका छन्? खुसीको कुरा छन्। वीरगञ्ज महानगरपालिकाले यी सिद्धान्तहरूलाई व्यवहारमा उतारेर एउटा उदाहरणीय काम गरेको छ, जुन देशका अरू शहरहरूका लागि पनि प्रेरणा बन्न सक्छ। वीरगञ्जले के गर्यो भने उसले राष्ट्रिय कानूनलाई आधार मानेर आफ्नै फोहोर मैला व्यवस्थापन ऐन 2075 बनायो। यसले त्यहाँका सबै स्वास्थ्य संस्थाहरूलाई फोहोरको उचित व्यवस्थापन गर्नै पर्ने कानूनी बाध्यता सृजना गर्यो। यसले कार्यान्वयनका लागि एउटा बलियो जग बसाल्यो। वाह, यो हेर्नुस् त, यो वीरगञ्जमा रहेको त्यही एकीकृत फोहोर मैला व्यवस्थापन र उपचार केन्द्रको हवाई दृश्य हो। यो संरचनाले नै देखाउँछ कि स्वास्थ्यजन्य फोहोरलाई व्यवस्थित गर्न कति योजनाबद्ध र ठूलो स्तरमा काम भएको छ।
अझ नजिकबाट हेर्दा यो केन्द्रीय उपचार केन्द्रको नक्सा हो। यहाँ फोहोर खन्याउने, छुट्याउने, अटोक्लेभमा उपचार गर्ने र उपचारपछि भण्डारण गर्ने सबैका लागि छुट्टा छुट्टै ठाउँ तोकिएको छ। एकदमै व्यवस्थित र वैज्ञानिक प्रक्रिया जसले जोखिमलाई हरेक तहमा कम गर्छ। यो केन्द्र 28,000 वर्ग फिट क्षेत्रफलमा फैलिएको छ। सोच्नुस् त कति ठूलो होला। यसको आकारले नै यो परियोजनामा गरिएको लगानी र यसको क्षमतालाई देखाउँछ। यो कुनै सानोतिनो प्रयास होइन, यो त एउटा ठूलै प्रतिबद्धता हो। अस्पतालमा फोहोर छुट्यायो तर गाडीले आएर सबै एकै ठाउँमा मिसाइदियो भने के काम लाग्यो र? हो, वीरगन्जले यही कुरालाई मनन गरेर सामान्य र खतरनाक फोहोर उठाउनका लागि छुट्टा छुट्टै गाडीको व्यवस्था गरेको छ। यसले गर्दा संक्रमण बाटोमा फैलिन पाउँदैन। ल, यति राम्रो सिस्टम त बन्यो, तर यो चल्छ कसरी? यसलाई सधैँभरि टिकाउन के चाहिन्छ? हो, त्यसका लागि चाहिन्छ अनुगमन र जवाफदेहिता। अब हामी वीरगन्जको कानूनी व्यवस्था र शुल्क प्रणालीबारे कुरा गर्नेछौँ, जसले यो प्रणालीलाई दिगो बनाएको छ। यो प्रणालीलाई आर्थिक रूपमा टिकाउन वीरगन्जले फोहोर गर्नेले तिर्ने सिद्धान्त लागू गरेको छ। मतलब, जसले जति धेरै फोहोर उत्पादन गर्छ उसले त्यति नै शुल्क तिर्नुपर्छ। जस्तै सानो क्लिनिकले मासिक 1,500 तिर्छ भने 50 बेडभन्दा ठूलो अस्पतालले 15,000 रुपियाँ तिर्छ। यही रकमले प्रणाली सञ्चालन गर्न मद्दत पुग्छ। अनि नियम नमान्नेलाई के हुन्छ त? ऐनमा कडा सजायको व्यवस्था छ। यहाँ हेर्नुस्, जथाभावी फोहोर फालेको पाइएमा जरिवाना सालोतिनो छैन, 50,000 देखि 1,00,000 रुपियाँसम्म। यो कडा व्यवस्थाले सबैलाई जवाफदेही बनाउँछ। ल, हामी अब छलफलको अन्त्यतिर आइपुग्यौं। आखिर यी सबै नियम, प्रविधि र प्रणाली किन चाहियो? किन यति धेरै महत्त्वपूर्ण छ यो विषय? यसको जवाफ एकदमै सरल छ। किनकि यो हाम्रो स्वास्थ्य र हाम्रो वातावरणसँग सिधै जोडिएको छ। राम्रो व्यवस्थापनको फाइदा कस-कसलाई छ? सबैभन्दा पहिले त फोहोरसँग दिनहुँ काम गर्ने हाम्रा स्वास्थ्यकर्मीहरूलाई। त्यसपछि हेपाटाइटिस र HIV जस्ता गम्भीर रोगहरू समुदायमा फैलिनबाट रोकेर हामी सबैलाई। अनि हाम्रो माटो र पानीलाई विषाक्त हुनबाट बचाएर हाम्रो वातावरणलाई। र अभियसली पनि यसले कानुनी दायित्व पनि पूरा गर्छ। अन्ततः कुरा एकदमै सरल छ। हामीलाई के चाहियो? एकातिर अव्यवस्थित फोहोरले निम्त्याउने रोग र संक्रमणको प्रत्यक्ष जोखिम छ, अर्कोतिर व्यवस्थित विसर्जनले दिने सुरक्षित र स्वच्छ वातावरण। यी दुईवटा तस्विरले नै 1000 शब्दभन्दा बढी बोल्छ। छनौट हाम्रो हो। अब जाँदा जाँदै एउटा प्रश्नमा घोत्लिन छोडेर जान्छु। हामीले सेवा लिने अस्पताल वा क्लिनिकले आफ्नो फोहोर कसरी व्यवस्थापन गरिरहेको छ होला? के हामीले कहिले यसबारे सोचेका छौँ वा सोधेका छौँ? यो प्रश्न केवल अस्पताल वा सरकारलाई मात्र होइन, हामी सबैलाई हो। किनभने यो हामी सबैको स्वास्थ्यको कुरा हो।